गाइस आज पनि छुट्टी छ नानीहरूको हामी जाँदैछौँ घुम्न हेलो ब्लेसी त्यसमा कहाँ जाने ब्लेसी दसैँ तिहारको 1 महिनाको छुट्टी छ बच्चाहरूको अब कहाँ जाऊँ गर्छ आज चाहिँ हामीहरू खानासाना खाएर हामी चाहिँ स्केटिङ जाँदैछौँ अनि घरदेखि अलिक नजिकै पर्छ स्केटिङ खेल्ने ठाउँ अनि हामी त्यहाँ जाँदै थियौँ नानीहरूले हिँड्दै जानु भन्दै थियौँ उनीहरू दोकानबाट मैले उनीहरूलाई चाहिँ पैसा चिनाउनको लागि पैसा चाहिँ हुन्छ तर उनीहरूले त्यो पैसा चाहिँ प्लस माइनस गर्न आउँछ तर पैसा चिन्दैन त्यही भएर मैले दोकानमा जाउँ त आफै किन भनेको उसले चाहिँ बिचरा केही किन्न आउँदैन चुइगम किनेर लिएर आइन्छ नानीले हामी चुइगम हामी फाइनली आइपुग्यौँ स्केटिङ खेल्ने ठाउँमा बच्चाहरूले जुत्ता लगाइदिए स्केटिङको जुत्ता अनि उनीहरू खेल्दैछन् How you are feeling, Blessy? How you are feeling? Nice. म चाहिँ अलिकता के अरे त्यो जुत्ता अलिकति अनकम्फर्टेबल भएको थियो त्यही भएर म राम्रोसित खेल्न सकेन अनि फेरि जुत्ता अलिकता लुज गरेर अनि म खेल्न सकेँ हजुर अनि जोसुवा नि मेरो एकदम ठुलो भयो त्यो अनि चाहिँ मैले खेल्न सकेन अनि त्यो चाहिँ अलिकति अनकम्फर्टेबल भयो थियो अनि मैले मिलाएर त्यसलाई राखेँ बाई हाई सब्सक्राइब पनि गर्नु है हाई लोटो जल्सा म लोटेको होइन नि म स्टन्च गरेको कस्तो मजा आउँछ नि स्केटिङ खेल्दाखेरि हो र अनि तिमी आँखा चिम्मा गरेर खेल्न सक्छौ यस म बसेर पनि 1-2चोटि खेल्न ट्राई गरेको थिएँ तर म लोटेँ त्यही भएर म उठेरै खेलेको हो र ठुल्ठुलो दादाहरू कति राम्रोसित खेल्नेछन् यतिखेरको टाइमिङमा चाहिँ मजा आउँदो रहेछ कि हल्का त्यहाँ कोही पनि नहुने है उनीहरूलाई खेल्न चाहिँ एकदमै सजिलो अनि एकैछिन उनीहरू रेस्ट गरे एकछिन खेलेर भएपछि एकैछिन रेस्ट गरेर पानीसानी खाएर अनि फेरि उनीहरू खेल्दैछन् अनि खेल्दै अनि त्यो बाबुलाई चाहिँ खुट्टामा त्यो सेफ्टी लगाइदिनु पर्ने थियो अनि लोटिरहेको थियो खै किन त्यो जुत्ताले गर्दाखेरि होला सेफ्टी लगाइदिएँ मैले एकछिनपछि त्यो प्यान्टले देख्ने चाहिँ होइन कति मजाले माछा मारिरहेछ बाबुले होइन बेसी माछा मारेछ जसुवाले माछा मारेको हो नाइ मैले माछा मारेको होइन मैले सार्क मारेको ला किन त हेर त बेसी कति राम्रोसित खेलेको हो अब चाहिँ खेल्दा खेल्दै 5 मिनट जति भएपछि चाहिँ उनीहरू एकदमै स्मुथली खेल्छन् सी हाउ दे आर प्लेइङ गुड जब जोसुवा थ्याङ्क यू मम्मी आर यु ह्याप्पी यस तिमीहरूले भिडियो बनाउँदा भन्छौ तर बनाउँदाखेरि यस्तो गाह्रो हुन्छ कि खेलेर मोबाइल हल्लेको अनि हामी अब जाँदैछौँ राम्रो म बसेर पनि खेलेको थिएँ बसेर खेले कि उठेर खेले बसेर उठेर दुईटै खेलेँ Awesome guys, welcome to my channel. Welcome to my channel. Ada हामी गोवाको स्केटिङ गएर गोवाको स्केटिङ गएर अब घर हिँड्दैछौँ गर्मीमा मजा आउँछ आइसक्रिम खान कोक खान जुस खान सब मजा आउँछ बच्चाहरूलाई चाहिँ एकैछिन यो केक जस्तो र अनि हामीलाई सानो जुस किनेर दिएँ उनीहरू खाँदै थिएन अनि त्यो टाइममा मैले नास्ता बनाइदिएँ एकछिन आधी घन्टापछि हेल्दी नास्ता अनि उनीहरू खाँदैछन् Thank you guys for watching this video. Please